सबैजनामा नमस्ते। आज फेरि पनि सधैँ झैँ एउटा सानो गजल लिएर उपस्थित भइसकेको छु। आफूलाई जे जस्तो लाग्छ कमेन्ट गर्नु होला प्लिज। म आफै आफ्नो चित्त बुझाउँ यहाँ अरूको चित्त दुख्छ। म आफै आफ्नो चित्त बुझाउँ यहाँ अरूको चित्त दुख्छ। अरूको चित्त बुझाउँ भने मेरो कुरा कसले बुझ्छ। अरूको चित्त बुझाउँ भने मेरो कुरा कसले बुझ्छ। केही हुन्न थाहा छ, केही हुन्न थाहा छ, सबले देवता किन पुज्छ। केही हुन्न थाहा छ, सबले देवता किन पुज्छ। प्रार्थना गर्थे मनी छोडिदिन्थे सब दुःख। प्रार्थना गर्थे मनी छोडिदिन्थे सब दुःख। हे ईश्वर तिमी, हे ईश्वर तिमी कहाँ बस्छौ त्यो मलाई भनिदेऊ। हे ईश्वर तिमी कहाँ बस्छौ त्यो मलाई भनिदेऊ। गरिबको मनहरू कि घरमा बस्छौ धनीको। गरिबको मनहरू कि घरमा बस्छौ धनीको। कस्तो मन पर्छ तिमीलाई, कस्तो मन पर्छ तिमीलाई गुलियो पिरो अमिलो। कस्तो मन पर्छ तिमीलाई गुलियो पिरो अमिलो। लुगा पनि कस्तो लाउँछौ कमलो कि दरिलो। लुगा पनि कस्तो लाउँछौ कमलो कि दरिलो। कलिला दिमागमै बसालेका थिए तिम्रा बास। कलिलाई दिमागमा बसालेका थिए तिम्रा बास। ईश्वरलाई सम्झे भन्थे भए पनि झिनोआस। ईश्वरलाई सम्झे भन्थे भए पनि झिनोआस। जुनको प्रकाशमा पनि फेरि पनि सधैँ झैँ सबैजनालाई नमस्ते। सधैँ आज पनि यही समयमा म फेरि तपाईहरूको माझमा उपस्थित भइसकेको छु र विषयवस्तु खासै त्यस्तो केही छैन। हिजोको जो बिहानको विषयवस्तु उठान गरिएको थिएँ। अब त्यसमा अभिभावकहरूले जे जस्तो तरिकाले बुझ्नु भएको छ र शिक्षक कर्मचारीहरूले पनि जे जस्तो तरिकाले बुझ्नु भएको छ कमेन्ट गर्नुहोला। र फेरि आज अब कुनै विषयवस्तुतर्फ नगई म एउटा सानो मुक्तक सुनाउँ कि भनेर तपाईहरूको माझ उपस्थित भइसकेको छु। ल सुनौँ है त सानो मुक्तक। दुखाउँदै कुर्कुच्चा पाउ, दुखाउँदै कुर्कुच्चा पाउ खेतालो खोज्दै हिँड्छन्। दुखाउँदै कुर्कुच्चा पाउ खेतालो खोज्दै हिँड्छन्। दिन्छु भन्दै बढी भाउ खेतालो खोज्दै हिँड्छन्। दिन्छु भन्दै बढी भाउ खेतालो खोज्दै हिँड्छन्। सहरमा भौतारिन्छन् बेरोजगार भई छोराछोरी। सहरमा भौतारिन्छन् बेरोजगार भई छोराछोरी। गाउँमा तिनैका बाउ खेतालो खोज्दै हिँड्छन्। गाउँमा